टासिदिले तपाईहरुलाई स्वागत छ फेरि T19 मा। हिजोको चाहिँ के भयो भन्दाखेरि अलिकति टेक्निकल फल्ट भयो है, त्यसकारणले भिडियो डिलिट गर्नु पर्यो। हेर्नु न, ज्वरो सर्दी खोकी आइछ नि मान्छे। 5 साल 6 साल भइसक्यो त्यो केही नभएको, यसपालि त एकदम के हो बनी बस्नु। ज्वरोमा के हुँदो रहेछ हेर्नु सब मलाई। गाइज हेरिसक्नु हुँदैछ होला है। हजुर यसको नाम के हो तपाईहरु भन्नुस् होला है कमेन्टमा। हेल्दी चीज भन्छ, सुपर हेल्दी। त्यो त भिडियो दामी थियो, डिलिट गर्नु पर्यो। ए भाइ तेरो के छ देखा यहाँ के क्रिएटिभ माइन्ड यस्तो राम्रो होला। के हो भाइ यसको नाम के हो भन्न अब। एक्चुअली लुक यस्तो हुन्छ। तो यहाँको थियो है हाम्रोमा र फ्राई मोमोको अर्डर गरिरहेछ। या वी आर मेकिङ फ्राई मोमो। आउनुहोस् होला है खानु। यस्तो प्रकारको छ, पानी आउँदैछ हेर्न सक्नुहुन्छ होला। आजको के हुँदैछ है यस्तो। बिहान चाहिँ कस्तो दामी घाम लागेर अहिले चाहिँ हावापानी है। हेर्नुहोस् न, हावापानीले गर्दा हाम्रो घरको लुङदर पनि झारी पठायो। हेर्नुहुँदैछ होला। ब्याक साइड चाहिँ के भएछ भन्दाखेरि हेर्नुहोस् यस्तो भएको छ है हावाले। केराको घारी, केराको रुखको एकदम यहाँ झारेछ केरा। ब्याक साइड त ठिकै छ, त्यति साह्रो केही ड्यामेज भएको छैन। हाम्रो घर अगाडि पनि यस्तो भइसकेको छ। हेर्नुहोस् कस्तो डेन्जर भयो है। नयाँ नयाँ दाजु आइपुगेछ है। दाजुलाई अलिकति हेल्प गरिदिनु भनेको यो। ए राम क्या भाँचेछ नि त है। युज गर्नु भन्छ यसलाई यहाँ टुटाउनु अनि यहाँ टुटाउनु अनि कसरी युज गर्नु अरे। कति घन्टासम्म भर्खरै गाइज लाइट आइपुग्यो है। सो एउटा बात भन्नु छ भन्दाखेरि के भन्दाखेरि म त सर्दीले खोकीले ज्वरोले बितिरहेको छ मेरो त दिन। यहाँ हेर्नुहोस् न, हाम्रो गाउँ भयो भने केरा है, यस्तो केरा पाइहाल्छ है। र यहाँ के हो यसको नाम पनि तपाईँहरू भन्नुहोस् होला है। र यहाँ त बेल छ। यस्तो राम्रो राम्रो आलु बक्रा भन्छ कि के भन्छ थाहा भएन है, आलु बक्रै होला। यस्तो दोकान आएपश्चात बात हुँदै रहेछ नि है। हाम्रो बडी सो हामी आइसकेको छौँ मानीमा। हजुर सबै तयारी भइसकेको छ। सो तपाईहरुलाई जस्तो कि थाहा भइहालेको छ, अब हामी भिडियोको अन्तिम क्षणमा आइसकेको छु र भर्खरै मानिसकेर आइपुगे। लाइट पनि त्यति बेला आइपुग्यो जस्तो हामी खाना खानु बस्ने बेलातिर। र आजको दिन पनि साह्रै राम्रो गयो है। हावापानीले पनि आफ्नो केही क्षति नगरिकन अलिअलि त भइहाल्छ, नेचुरलबाट देन नै हो। जो लिएको छ त्यो त दिएर पनि जान्छ है। र म यही भन्न चाहन्छु कि तपाईँ आफ्नो ख्याल आफै राख्नुपर्छ है। र आज डे 19 है। आज म यो दिनको यही समाप्त गर्दै दोर्जे तामाङ साइन आउट।